भावकलाई अप्ठ्यारो परेको बेला दुई नेताहरू बाहिर जानुभयो, तर रवि लामिछाने भित्र बसेर अझै पनि भनिराख्नु भएको छ कि ती व्यक्तिहरूलाई प्रवेश गराउँ, अर्थात् नयाँ पुस्ताहरू प्रवेश गराउँ। यदि साँच्चीकै देशको नेतृत्व गर्ने, देशको परिवर्तन चाहने हो भने हर्क बालेन कुलमान जस्ता व्यक्तिहरूलाई पार्टी प्रवेश गराउँ भन्दै गर्दा बालेन शाह र अब रवि लामिछाने मिल्ने तयारीले बजार तातिएको छ नि अहिले। मलाई जहाँसम्म लाग्छ रवि लामिछाने भित्र बसेर पनि यस्तो भिजन बनाउँदै हुनुहुन्छ, एकचोटि बाहिर बजारमा घुम्दाखेरि सबैलाई आफ्नो बनाउने भिजनका साथ उहाँ तयारी हुनुहुन्छ। जो रवि लामिछाने भित्रबाटै सन्देश प्रवाह गर्दै हुनुहुन्छ कि सबैलाई समेट्न, सबै जुर्मुराएर उठ्नुपर्छ, सबैलाई समेट्न आफू स्वतन्त्र भएर छुट्नुपर्छ, सबैलाई समेट्न सबै एउटै बोली, एउटै व्यवहार र एउटै सिद्धान्त लिएर अगाडि बढ्नुपर्छ, तब सम्भव छ। त्यसकारणले आमूल परिवर्तन हाम्रै पालामा हामीले नगरे कसले गर्छ, त्यसका लागि सब एक हुनुपर्छ भन्दै रवि बालेन हर्क कुलमान गोपी लगायतकालाई समेट्नको लागि छिटोभन्दा छिटो रविले न्याय पाइदिए छिटै यो समस्या समाधान हुन्थ्यो भन्ने कुरामा चाहिँ राजसभाको पुरै टिम लागिरहेको छ। भनेपछि बालेन शाह आफैमा एक हिसाबले हेर्ने हो भने उनी घमण्ड तरिकाले अगाडि बढिरहेको अवस्था छ। हजुर। तर त्यसरी एक ढङ्गबाट अगाडि बढेका व्यक्तिहरूलाई राजसभाले स्वीकार्न सक्छ? मलाई लाग्छ बालेन शाहको नबोली बालेन शाहले गरेका कर्म र कर्तव्यहरू जो निष्ठावान छन् नि, केही पात्रहरूलाई मन नपर्न सक्ला, स्वाभाविक हो, त्यो स्वाभाविक कुरो हो। राम राज्यमा रामका कुरा नमान्ने र कुरा काट्ने पनि थिए अरे कि। कृष्ण आफै कारागारमा जन्मिनु पर्यो र कंस संहार गर्नको लागि त्यत्रो ठुलो चाहिँ त्याग गर्नु पर्यो कृष्णले भने अहिले हिजोको कंस राजको अन्त्य गर्न रविले सुरु गरेको जेन्जी आन्दोलन सिंगल थियो, जो सदनमा थियो, सिंगल थियो। मिडियाबाट सडक, सडकबाट सदन पुग्यो, सडकबाट लाखौं जेन्जी जन्मिएर तुरुन्त 27 घण्टामा परिवर्तन गर्थ्यो। क्रान्तिकारी जन्मिला एक्लै हुन्छ, जब क्रान्तिकारीको विचारले जित्छ परिवर्तन छिट्टै हुन्छ र लाखौं क्रान्तिकारीहरू एक ठाउँमा हुन्छ। तर त्यही जेन्जीले रविलाई रुचाएन नि त फेरि। होइन, रविलाई त्यो बेला कसैले पात्र बनाएर हटाउन खोजियो। जहाँसम्म लाग्छ रवि बाहिर बजारमा भएका भए पनि रवि न प्रधानमन्त्री बन्न मिल्थ्यो न गृहमन्त्री बन्न मिल्थ्यो, किनकि विवादित मुद्दै थियो नि त। त्यसो भए रवि लामिछाने जेन्जी आन्दोलनपछि पूर्ण जेल जानलाई उनको ज्यान खतरामा भएकै कारण भित्र गएका हुन् त? होइन, उनले त म कानुनी राजको स्थापना गर्छु भनेर लडेका कारणले म कानुन मिचेर बाहिर बस्दिन भनेर भित्र गएका हुन्। संविधान मानेकै कारण भित्र मानेकै कारणले भित्र गएका हुन्। यदि संविधान नमानेको हो, कानुन मान्दिन भनेका भए उनी बाहिर निक्लिया थिए, भाग्दिन पनि सक्थे नि। तर जेन्जी आन्दोलनमा धेरै कैदीहरू भागेको अवस्था थियो, त्यति बेला रवि लामिछानेको ज्यान खतरामा थियो कि थिएन? एउटा कुरो त हेर्नुहोस्, यो त्यो तत्कालीन अवस्थाको सरकारले जेन्जी आन्दोलनले कारागार जल्दा पूर्व नेता कार्यकर्तालाई, पूर्व गृहमन्त्री र पूर्व प्रधानमन्त्रीलाई हेलिकप्टरबाट स्थानान्तरण गर्दै गर्दा जेलमा भएका रवि पनि पूर्व गृहमन्त्री र उप प्रधानमन्त्री होइन भन्ने कुरा बिर्से। त्यो कुरो त बिर्से नि त। उनलाई पनि हामीले सुरक्षा दिनुपर्छ, उनलाई पनि हामीले जोगाउनुपर्छ भन्ने त बिर्से नि त। उनी त एउटा पकेटमार किन नहोस्, एउटा जग केसको अपराधी किन नहोस्, या त कुनै न कुनै हरेक किसिमका चाहिँ मुद्दा खेपिरहेर कारागार बसिरहेका कैदी समान एउटै हैसियतमा देखेर जो मुद्दाको पनि टुङ्गो नलागेका पात्रलाई गोक्र्याएर सडकमा भिडमा निकालेर तत्कालीन अवस्थामा मार्न खोजिएको थियो। तर ठूलो भाग्य
रवि लामिछाने बाँचे। भनेपछि नक्कु कारागारभित्रै रविलाई मार्ने प्रयास गरिएको थियो, अन्यथा तर उनको भाग्य बलियो थियो, बलियो बाँचे। तर फेरि अब रवि लामिछानेले जुन खालको एउटा नयाँ जीवन पाइसकेका कारणले पनि उनी यस्तो जनताका लागि प्रिय पात्र भएर युग परिवर्तनको सम्भाग भएर जसरी अगाडि बढेका छन्, पक्कै पनि तपाईँ के बुझ्नु होला भने देश र जनतालाई आमूल परिवर्तन गर्दै अगाडि बढ्ने सवालमा युगका सम्भागकै रवि लामिछाने हुनेछन्। पक्कै पनि परिवर्तन रविबाटै सम्भव छ। तर यदि तपाईँले देख्नु भएको सपना, रासपाले देखेको सपना सही थियो भने हेर्नुहोस् त, यति बेला रवि लामिछानेलाई रासपाले नस्वीकारेको कुरा त छैन, तर जेनजीले त स्वीकारेन नि। रवि ठिक होइनन् है, उनी अपराधी हुन् है, उनलाई बाहिर छोड्नु हुँदैनन् भनेर त रासपा लागि परेको, जेनजी लागि परेको अवस्था पनि त छ नि। होइन होइन, यस्तो जेनजी यदि रासपाका सभापति रवि लामिछाने बाहिर बजारमा भए भने अहिलेका सबै युवा शक्तिहरू रविको छायामा पर्छ। त्यो कुरा पक्का हो। रविको छायामा पर्ने बित्तिकै त अग्रणी स्थानमा त रवि हुन्छन्। केही पात्रलाई आफ्नो सत्ता स्वार्थ, नितान्त सत्ता मोहले रविको विरुद्ध लाग्नु या त रविलाई पन्साउन खोज्नु एउटा पाटो रह्यो। तर रवि सफल हुन्छन्, बाहिर आउँछन्, त्यसपछि आमूल परिवर्तनको लागि रविबाट राम्रै भूमिका हुन्छ र राम्रै भूमिका खेल्छन् भन्नेमा चाहिँ म आशावादी छु। भनेपछि जेनजीको केही पात्रहरूले रविको छत्रछायाभित्र परिन्छ, ओझेलमा परिन्छ भन्ने स्वार्थकै कारण उनलाई पूर्णतः जेल हाल्नुपर्ने आवाज उठाए। जेनजी भन्दा पनि जेनजी आन्दोलनलाई साथ दिने केही पात्रहरूले जेनजी आन्दोलन सफल भएको नाममा आफ्नो सत्ता स्वार्थको लागि जेनजीको नाम जोडेर रविको विरुद्ध बोल्न लगाइएको हो। अहिले सामाजिक सञ्जालमा त तिनै पात्रहरू के भन्दैछन् भने हामीले गल्ती गरेछौँ, रविलाई फेरि जेल पठाएर। नेपालको संविधानले, नेपालको कानुनले मान्थ्यो त जेनजी आन्दोलनमा नखुबाट भागेका रवि लामिछाने, निक्लेका रवि लामिछानेलाई सम्पूर्ण आरोप, सम्पूर्ण मुद्दाबाट बाहिर बसेर मुद्दा लड्ने वातावरण मिलाउनलाई नेपालको संविधानले, नेपालको कानुनले मान्थ्यो। नेपालको संविधान र कानुनले बाहिर बसेर मुद्दा लड्नलाई सजिलो उपाय छ, सजिलो वातावरण छ, सजिलो अवस्था छ। के छ भने ढलौटी राखेरै बाहिर बस्न पाउने अवस्था थियो। त्यहाँ मात्रै नभएर उनले त लाग्ने छ नि बिगो जरिवाना पनि म तिर्न तयार छु भनेका छन्। तर पनि बस्न नदिनु र बस्ने वातावरण नदिनु भनेको राजनीतिक दल असफल हुने भएकै कारणले राजनीतिक दलको दम्बलले मात्रै यो अवस्था आएको हो। रवि लामिछाने होइन, रवि लामिछाने जस्ता एउटै केसका, एउटै प्रकृतिका मुद्दाका मान्छे बाहिर छैनन्। अरूले पाउने, रविले किन नपाउने? एउटै प्रकृतिको मुद्दामा दुईटा कानुन किन लाग्ने? जो रवि त सहकारीका सञ्चालक पनि छैनन्। भनेपछि नेपालको संविधानले रवि लामिछानेलाई सौतिनी व्यवहार गरे। यो सत्ता पक्षमा जो पुग्छ त्यसले व्यवहार त्यस्तो देखायो भन्ने अवस्था आइसक्यो। संविधानले होइन, सत्तामा हुनेहरूले रविलाई सत्ताको बैरी बनाउन खोजे। अब कहिलेबाट उन्मुक्ति पाउँछन् रवि? मलाई लाग्छ भोलि नै रवि निक्लिनुहुन्छ भन्ने कुरोमा चाहिँ म बढी आशावादी छु। आधार केही छ? भोलि यस्तो छ, सबै कुराहरू करिब करिब नजिक पुगिसकेका अवस्था छ। सर्वोच्चले जो 6-7वटा बुदाहरू देखाइएको छ नि, त्यो बुदाहरूलाई केलाउँदाखेरि एउटा मात्रै आधार छ रवि भित्र बस्नुपर्ने, अरू सबै आधारले रवि भोलि नै आउनुहुन्छ। अब सुप्रिम सहकारीबाट लगेको पैसाको जुन खालको हस्ताक्षर भनौँ अर्थात् त्यसमा संलग्न नरहेको रविको पुष्टि भइसकेको अवस्था छ। हजुर। अब हिजो भइदिएको भए राजनीतिक प्रतिशोधको कारण उनलाई भित्र हाले भन्ने आम जनताले भन्दा पनि बुझ्थ्यो होला, तर अहिले त उनी त्यो अवस्थामा पनि त छैनन् नि। अब के यो सरकारले पनि प्रतिशोध साध्यो भनेर रासपाले आम जनतालाई झुक्क्याउने हो त? होइन, रासपाले सरकारले प्रतिशोध साध्यो भन्ने भन्दा पनि अदालतले प्रक्रियागत गइरहेको मुद्दा र प्रक्रियागत अगाडि बढिरहेको मुद्दालाई विचाराधीन मुद्दा राज्यको जुन नियमित प्रक्रियामा अगाडि बढ्ने भएको कारणले अदालतले पक्कै पनि रविको पक्षमा
न्याय दिन्छ, न्यायोचित निर्णय हुन्छ भन्ने कुरामा चाहिँ म आशावादी छु। अब हेर्नुहोस् त नेपालको न्यायालय पनि कस्ता छन्, सेम केसमा बिहान पुगेर बेलुका छुटेका छन्। तर एकजना व्यक्ति पटक पटक 12-13 जेल घुम्ने अवस्था आइसक्यो तर पनि छुट्ने अवस्था छैन। त्यसमा त मैले भनिहालेँ नि, हिजो त राजनीतिक प्रतिशोधले नै 4-5 वटामा लगाइएको हो नि, अहिले राजनीतिक प्रतिशोध होइन कि यसलाई टुङ्ग्याउनतिर लागिरहेछ कि अहिले अदालत, त्यसले गर्दाखेरि चाहिँ टाइम लागेको हो। भनेपछि हामी आशावादी रहौं, अर्थात् राष्ट्रपति आशावादी रहन्छन् कि हजुर सभापति चाँडै छुट्छन्। एकदमै एकदमै। तर यसो गर्दै गर्दा सहकारीको विषयलाई पनि त प्राथमिकता दिनुपर्ने होला, जीविराई खोज्नुपर्ने होला, सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने होला। रवि छुटाउन मात्रै अदालतले दिएको न्याय होइन होला नि त। अब जहाँसम्म लाग्छ रवि छुटेपछि पनि जनताको पैसा तिर्नका लागि रासपा मात्रै होइन, रवि मात्रै होइन, सम्पूर्ण चाहिँ रासपासँग जोडिएका सहकारी पीडित या त सहकारीसँग पीडित भएका पात्रहरूलाई खोजी न्याय दिनको लागि रासपा सक्रिय भूमिका निर्वाह गर्दै जनतालाई न्याय दिन सडकबाटै सङ्घर्ष गर्न तयार हुनुपर्छ भन्ने पनि मलाई लाग्छ। यो विषम परिस्थितिमा रासपाले आफ्नो सभापति छुटाउने बाहेक दोस्रो चेष्टा नै गरेन, दोस्रो आवाज नै उठाएको छ। रासपाले जनताको पैसा कहिले दिन्छ हो? रवि थुनेर जनताले पैसा पाए, रवि थुनेर जनताले न्याय पाए, के त सहकारी पीडितले पैसा पाएका छन् भनेर पटक पटक सोधिरहेका छन् त। अब के सोधेर मात्र हुन्छ होला? हिजो प्रतिपक्षमा थियो, स्वाभाविक थियो। हजुर। तर अहिले त साँच्चै भन्ने हो भने प्रधानमन्त्रीको बेड समेत राजसभा जाने हल्ला छ। भोलि त्यो दिन जनताले न्याय पाएनन् भने त फेरि हामीले सडकबाट खबरदार गर्ने त राजसभालाई नै हो नि त। त्यस कारणले रासपा सत्तामा रह्यो भने पहिला सबैभन्दा अगाडि सहकारी पीडित र सहकारी पीडकलाई दुईटैलाई एक ठाउँमा राखेर जनतालाई न्याय दिने काम गर्छ। अब यसरी यति बेला भागेका भनौँ या हराएको अवस्थामा हजुर रवि लामिछाने सहकारी पीडित होइनन् भने जीवी राई चाहिँ सहकारी पीडित हुन् कि होइनन्? मैले जीवी राईको बारेमा के भन्नुपर्छ भने जो तत्कालीन अवस्थामा जीवी राईले नै लिएर आएर गोर्खा मिडिया चलाएको पैसा सहकारीबाट आएकै कारणले त उनी त सहकारी पीडित त हो नि, पीडक त हो नि त, उनी त पीडक हो। त्यस कारणले उनले सहकारीको पैसा अवचलन गरेर देश र जनतालाई अन्याय गरेकोमा उनले कानुनी कारबाही भोग्नुपर्छ। त्यसमा फेरि जीवीले भोग्नुपर्छ, रविले भोग्नु पर्दैन, मान्छेको तर्क चाहिँ हरेक हुन्छ कि। म के भन्दैछु भने रवि र जीवी दुवै एकै ठाउँमा बसेर यो पैसा तिमीले र मैले खाएको भनेर चाहिँ प्रुफ गरे भने त तिर्नुपर्छ त दुईटैले। तर अहिले रवि सहकारीका सञ्चालक नभएका कारणले, सहकारीको मुद्दा लगाएको कारणले रवि अन्यायमै हो, अन्याय नै गरेको हो भन्दैछु त म। नेपाली समाज दुई धारमा देखिएको छ। हजुर हजुर। रवि लामिछानेले यदि सहकारीको पैसा खाएको रहेछ भने पनि हामी तिर्छौँ, कति पर्छ हाम्रो भागमा भनेर उठ्ने एक जमात छ। दोस्रो, यदि साँच्चीकै रवि लामिछानेसँगै सहकार्य गरेका जीवी राईले त्यो पैसा खाएको रहेछन् भने उनलाई चाहिँ भित्र हाल्नुपर्छ, उनको चाहिँ हामी 1 रुपियाँ पनि तिर्दैनौँ भन्ने जमात पनि त छ नि। हो, जीवी राईले चाहिँ पैसा खाएछन्, जीवी राईले चाहिँ जनताको पैसा खाएछन्, उनलाई जेल हाल्नुपर्छ, हामी पैसा तिर्दैनौँ। रवि लामिछाने चाहिँ पैसा खाएछन् भने कति खाएछन् हामी तिर्दिन्छौँ। यतिभित्र हामीले के बुझ्नुपर्छ भने जनताका प्रिय पात्र भनेका चाहिँ को रहेछन् त भन्दा रवि रहेछन्, जनताका चाहिँ सक्रिय पात्र को रहेछन् त भन्दा रवि लामिछाने रहेछन्। रवि लामिछाने जनताको मन मस्तिष्कमा बसेका कारणले हो अमेरिकाबाट आएर कति पर्छ तिनको भागमा म 1 लौटी तिर्दिन्छु भनेका। चितवनका जनताले लाल पूर्जा लिएर किन सडकमा आएका? रवि अन्यायमा परेका छन्, त्यस कारणले आएका। यदि रवि लामिछाने माथि प्रतिशोध साधिएको थिएन भने जनताले पनि रवि लामिछानेलाई बचाउनु पर्छ, निकाल्नु पर्छ र न्याय दिनुपर्छ भन्दैन। त्यसो भए कसैको आइडल मान्दैमा, कसैको सभापतित्व ग्रहण गर्दैमा, कसैले जनताको मन जित्दैमा उनले गल्ती नै गरेका हुँदैनन् भन्ने हो? भगवानले पनि त गल्ती गरेका थिए। त्यसो होइन, रवि लामिछानेले गल्ती गरेको छ भने उनलाई छोड्नु हुँदैन भनेर त मैले पटक पटक भन्ने गरेको छु त। रवि लामिछानेले त आफैले भनेका छन् मैले गल्ती गरेको छैन, मैले गल्ती गरेको प्रमाणित गर्यो भने मलाई जेल हाल्देऊ पनि भनेका छन्। र मैले गल्ती गरेको छैन तै पनि मलाई गल्तीको सजाय दिएर जनताले न्याय पाउँछन् भने पनि मलाई जेल हाल्देऊ भनेका छन्।
यो दुईटै कुरा हुँदैन भने म अन्यायमा किन पर्ने, रवि लामिछानेको तर्क। र अर्को दोस्रो कुरो चाहिँ के हो भने त्यही प्रकृति देखिएको मुद्दा धनराज गुरुङ पत्नीका कारणले धनराज किन मुक्त, ऋषिकेश पत्नी एमालेको नेता भएको कारणले किन छुट, समथिङ तामाङ पार्टीको कार्यकर्ता भएको कारणले उनी जेल बस्छु भन्दा उनलाई किन उन्मुक्ति। यी सबैलाई कानुनी कठघरामा ल्याउनको लागि पनि दोषी निर्दोषी क्लियर हुनुपर्छ र क्लियर गर्नै पर्छ। भनेपछि नेपालको न्यायालयको लागि रवि लामिछाने घाँटीमा अड्केको हड्डी जस्तो छ, निल्न पनि सकेको छैन र उकाल्न पनि सकेको। नेपाली राजनीतिमा फरक धार बोकेर आएको कारणले र वैकल्पिक शक्तिमा को रूपमा उदाएकै कारणले रवि लामिछाने अहिलेको हिजोको सत्ताधारीहरूलाई चाहिँ निल्नु न उकाल्नु घाँटीमा अड्केको हड्डी बन्यो। अब आमूल परिवर्तनका लागि रवि लामिछानेसँग वैकल्पिक शक्ति आवश्यक छ। यो वैकल्पिक शक्तिबाटै आमूल परिवर्तन सम्भव छ। हिजो वैकल्पिक भनेर उदाएका विवेकशील पनि लगभग यति बेला बत्ती बालेर खोज्ने अवस्थामा छ। हजुर, त्यसको विकल्पमा फेरि वैकल्पिक भनेर आएका यी रासपा पनि लगभग फुटको सङ्घारमा छ, विवादमा छ। भनेपछि हिजोको विवेकशीलकै कित्तामा जाँदैन रासपा। म एउटा कुरो चाहिँ के बुझाउँछु भने विवेकशील साझाको विचार र रासपाको विचार फरक विचार हो। विवेकशील साझाले सडकबाट जनतालाई के दिए, सडकबाट जनताले के पाए र सदनमा गएर रासपाले के गरे भन्ने कुरो पहिलो महत्त्वपूर्ण कुरा हुन्छ। तर विवेकशीललाई त अवसरै दिएन, रासपालाई 21 सिट दियो, ठिक छ, भिडे प्रतिपक्षमा बसे। अनि 21 सिट रासपालाई दिए कि रविलाई दिए? रविको विचारलाई दिए नि। हिजो रविले चाहिँ त्यागेको त्यागलाई दिए नि। देश र जनताका लागि रविले के गरेका थिएनन्? विश्व बजारमा संकटमा परेकालाई न्याय कसले दियो? देश र जनताको आँसु पुस्ने पात्र को थियो? यहाँ कसैको चाहिँ बन्धक बनेकाहरूलाई उद्धार कसले गर्यो? हरेक ठाउँमा रवि लामिछानेले दिएको योगदानको कदर स्वरूप उनीहरूले 21 सिट दिए। अब देश र जनताका लागि 21ले नपुग्ने भएको कारणले 77 जिल्लाबाट रविमय, रासपामय र वैकल्पिक शक्तिको रूपमा एकचोटि उदय भएपछि 35 वर्ष हेरेको शासन सत्ता 5 वर्षमा आमूल परिवर्तन गर्नको लागि रासपा चाहिएको छ, वैकल्पिक शक्ति चाहिएको छ। तर यसरी भन्दै गर्दा मैले नबुझेको कुरा, नेपाली कांग्रेसलाई बीपीको सिद्धान्तको ब्याज खायो भनेर आरोप लगाउने, धार्यात लगाउने तपाईँ हामी नै हो। हजुर। तर रवि लामिछानेले मिडियामा कराएर, टिभीमा कराएर, डिजिटल मिडिया मार्फत कसैको आँसु पुछेर अहिले ब्याज खाइरहेको छ भन्न चाहिँ सक्ने कि नसक्ने? रविले खाएछ, रविको नाममा चाहिँ कांग्रेस एमालेले चाहिँ खाइरहेछ। अनि रासपाले खाएको अवस्था छ नि। कि मलाई के लाग्छ भने रासपा वैकल्पिक शक्ति, वैकल्पिक धार, वैकल्पिक विचार लिएर आएको छ। उसले गर्दै गरेको जिम्मेवारी भूमिका 5 वर्ष भन्दा अगाडि भ्रष्टाचार गरेको मुद्दा उजुर नलागे जिसमिस हुने कसले गरे? कांग्रेस एमालेले लग्या। कहाँ लग्या? संसदमा लग्या। त्यसलाई कसले विरोध गर्यो? रासपाले। जनता सामु कसले लिएर गयो? रासपाले। भ्रष्टाचारको फाइल कसले खोल्यो? रासपाले। ब्याज हो त्यो। तपाईले आज हिजो यो देशभरि लुटिएको सम्पत्तिको बारेमा सार्वजनिक रूपमा खबर कसले दिएर पाउनुभयो? कांग्रेसले त दिएन तपाईलाई, एमालेले त दिएन तपाईलाई, माओवादीले त भन्दिएन तपाईलाई। भनिदियो भने कसले भन्यो भने रासपाले भन्यो, रासपाका सांसदले भन्यो। फाइल खोलियो भने कसका पाला खोलियो? रासपाका पाला खोलियो। त्यसको श्रेय माओवादीलाई नदिने? माओवादी सरकारमा भएको कारणले माओवादीको पनि हात छ, तर फाइलै खोल्या त रासपाले हो नि त। तपाईले अघि क्रेडिट कसले पाउने भनेर सोध्ने तपाईँ, अनि रासपाले गरेको कुरामा माओवादीलाई चाहिँ किन त्यसलाई चाहिँ नदिने, त्यसलाई पनि त श्रेय दिनुपर्छ भन्नुहुन्छ। किन बाँड्ने?
होइन यो विकासको नदिने भन्ने कुरो होइन। मैले भनेको जस्तो सुदन किराँतीले गरेको एउटा राम्रो कामको कुरा गरेको छु कि मैले सम्मान गरेको छु, त्यसै गरी नारायण काजीका केही कुराहरूलाई मैले सम्मान गरेको छु। ती पनि माओवादी हुन् नि त, नदिने होइन। प्रचण्डकै पालामा, प्रचण्डकै नेतृत्वमा, प्रचण्डकै गृहमन्त्री हो नि त रवि पनि। श्रेय नजाने भन्ने कुरो हुँदैन। प्रचण्डको पनि त्यसमा लगानी छ भन्नुहोस् न, छ। तर प्रचण्डले टाउको नहलाइदिएको भए रवि लामिछानेले हात मात्रै चलाएर त हुँदैन थियो होला। त्यही त मैले भने त। तर प्रचण्ड अघिल्लो पटक पनि त भयो नि त प्रधानमन्त्री, भयो त यो काम? भएन। भएको थियो त यो काम? भएको थिएन। किन भएन भन्दा पहिलो पटक रवि थिएनन्, कविले गर्न सकेनन्। दोस्रो पटक रवि थिए, रविले गरेर देखाइदिए। त्यस कारणले पनि रवि आवश्यक छन् भनेको। रवि आवश्यक छन् भन्दै गर्दा, रविको विषयमा बोल्दै गर्दा कतिपयको टाउको दुख्छ, कतिपयको पेट पोल्छ, कतिपयलाई ज्वरो आउँछ र मलाई के भन्छन् भने त रविको मान्छे भन्छन्। म रविको होइन, अन्याय अत्याचार र भ्रष्टाचारको विरुद्धमा बोल्ने मान्छे, जहिले पनि सरकारको विरुद्धमा उभिने मान्छे। मलाई न सरकार चाहिएको छ, न मलाई व्यक्ति पात्र चाहिएको छ। विधिको शासन चाहिएको छ, नागरिकलाई न्याय चाहिएको छ। अन्याय अत्याचारको विरुद्ध बोल्न नसक्नेहरूको लागि बोल्ने पात्र चाहिएको छ। त्यस कारणले म अहिले पनि वैकल्पिक शक्ति रासपालाई नै सघाउनको लागि सबैजना साथीभाइ, इष्टमित्र, दाजुभाइ कसैलाई पनि बाँकी राख्दिन कि रासपा बेगर विकल्प छैन। त्यसो हो भने रविको लागि तपाईँहरू औरात्र खटेर बोल्दै गर्दा, घाँटीको नसो तन्किने गरी बोल्दै गर्दा छविको लागि बोलेको खै? छवि अन्यायमा परेका छैनन्, रवि सँगै भित्र परेका। छविले एउटा सहकारीको सम्पूर्ण डेटा सहित उहाँको घरबाट गिरफ्तार गरेर लगेको थियो कि सिआइबीले। भनेपछि फरक मुद्दा छ उनलाई। बस मैले तपाईँलाई क्लियर गर्न खोजेको। छविको मुद्दा किन भन्दा सहकारीको एउटा सहकारीको चाहिँ डेटा जो सफ्टवेयरै शुद्ध कसबाट लगेको त भन्दा छविकोबाट लगेको। त्यस कारणले सहकारीको मुद्दा उहाँलाई लागेको फरक पाटो हो। अर्को, उहाँ कम्पनीको शेयर धनी जो फ्रेस भ्यालु भनिन्छ नि, अनुहारको शेयर फिर्ता गरेर आए रविले, तर छविको त आफ्नै शेयर दिया हो नि त। त्यस कारणले पनि